चुनावी लहरसँगै अहिले आम नागरिकको बीचमा एउटै हिसाब किताब चलिरहेको छ। फलानुको कार्यक्रममा यति समर्थकहरूको उपस्थिति थियो, जित पक्का छ। एकछिन पक्नुहोस्, तपाईलाई लाग्छ कि चुनाव प्रचारमा देखिएको सम्पूर्ण भिड समर्थकै हो त? यस कुरामा कुनै शङ्का छैन कि अधिकांश समर्थक नै हुन् भनेर। तर यस कुरामा पनि कुनै शङ्का छैन कि त्यही भिडको कुनै अंश विपक्षी दलका समर्थकहरू उक्त उम्मेदवारको प्रभाव हेर्न पनि आएका हुन्छन् भने धेरै व्यक्तिहरू राष्ट्रिय राजनीतिमा नाम चलिरहेको प्रतिनिधि पात्र कस्तो देखिदो रहेछ भनेर हेर्न मात्र पनि आएका हुन्छन्, जुन समूहले उक्त व्यक्तिलाई भोट हाल्नु नहाल्नुमा कुनै सरकार राख्दैन। त्यसैले उम्मेदवारहरूलाई मेरो सुझाव के छ भने उपस्थित भिडलाई हेरेर आफ्नो जित हार अथवा सत्तामा टिक्नु नटिक्नुको भविष्यवाणी गरेर नबस्नुहोस्। एउटा भरपर्दो र नेपालको वास्तविक समस्या समाधानको दह्रो एजेन्डा लिएर मञ्चमा समर्थकको अगाडि उभिनुहोस्, जसले मात्र जित हार अथवा सत्ताको आयु निर्धारण गर्नेछ। एजेन्डा मजबुत र भरपर्दो छ भने अगाडि सानै भिड भए पनि आत्तिनु पर्दैन। अहिलेको सहज सूचना पहुँचको जमानामा एकछिनमै समर्थकको भिडले विकराल रूप लिन समय लाउँदैन। त्यसरी नै एजेन्डा वास्तविक र यथार्थपरक छैन भने आफ्नो समर्थनमा रहेको भिड कति बेला पातलो भएर आउँछ त्यसको लागि पनि समय लाग्ने छैन। किनकि कुनै प्रतिनिधि पात्रको हार जित तय गर्ने कार्यक्रममा उपस्थित भिडले होइन, हारजित र सत्ताको आयु निर्धारण गर्ने स्वतन्त्र मतदाताहरू त चुपचाप आफ्नो घरबाट एजेन्डा र विश्वसनीयतामाथि विचार गर्दै बसिरहेका छन्। त्यसैले भिड होइन, एजेन्डामाथि फोकस गरौँ।